एउटा कुरा भन्छु ल, तपाईको एकदमै मिल्ने, तपाईले आफ्नो ठानेको एकदमै क्लोज मान्छेलाई तपाईले आफ्नो मेन्टल स्टेटसको बारेमा भन्नुहुन्छ, मेन्टल कन्डिसनको बारेमा भन्नुहुन्छ, मलाई गाह्रो भएको छ भन्नुभएको छ। र त्यो भन्दाखेरि उसले तपाईँको कुरा सुन्नुको साटो तपाईँको कुरालाई बेवास्ता गरेर फल्नालाई यस्तो भएको थियो, ढिस्कानोलाई यस्तो भएको थियो, मलाई पनि यस्तो भएको थियो भनेर अनेक थरी कुरा सुनाउन थाल्छ भने त्यस्ता मान्छेहरूबाट दूरै बस्नुहोस्। त्यो मान्छे कदापि तपाईँको आफ्नो होइन, त्यसले तपाईँलाई बनावटी रूपमा मात्रै म तिम्रो हो, तिमीलाई केयर गर्छु, माया गर्छु, म तिम्रो साथी हो, यहाँ त्यहाँ भन्ने गर्छ। बी केयरफुल गाइज। एउटा कुरा भन्छु ल, तपाईँको एकदमै मिल्ने, तपाईँले आफ्नो ठानेको एकदमै क्लोज मान्छेलाई तपाईँले आफ्नो मेन्टल स्टेटसको बारेमा भन्नुहुन्छ, मेन्टल कन्डिसनको बारेमा भन्नुहुन्छ, मलाई गाह्रो भएको छ भन्नुभएको छ। र त्यो भन्दाखेरि उसले तपाईँको कुरा सुन्नुको साटो तपाईँको कुरालाई बेवास्ता गरेर फल्नालाई यस्तो भएको थियो, ढिस्कानोलाई यस्तो भएको थियो, मलाई पनि यस्तो भएको थियो भनेर अनेक थरी कुरा सुनाउन थाल्छ भने त्यस्ता मान्छेहरूबाट दूरै बस्नुहोस्। त्यो मान्छे कदापि तपाईँको आफ्नो होइन, त्यसले तपाईँलाई बनावटी रूपमा मात्रै म तिम्रो हो, तिमीलाई केयर गर्छु, माया गर्छु, म तिम्रो साथी हो, यहाँ त्यहाँ भन्ने गर्छ। बी केयरफुल गाइज।